आज नेपालले युएलाई 6 रनले चाहिँ हराएको छ साथीहरू। आजको म्याच पनि साथीहरू एकदम थ्रिलर म्याच थियो। लास्टसम्म नै युएको प्लेयरहरूले लगिसकेको थियो साथीहरू। वाट अ थ्रिलर म्याच यार, बवाल। आज ब्याटिङ तर्फबाट म सल्युट गर्न चाहन्छु दिपेन्द्र सिंह ऐरी। 94 बलमा सेन्चुरी हान्दै प्लेयर अफ द म्याच बन्दै साथीहरू नेपाललाई आज जित दिलायो। अब बलिङ तर्फतिर जाउँ साथीहरू, सन्दीप लामिछाने। वाट अ फ्याबुलस यार, यस्तो प्लेयर नेपालमा छ कि यस्तो प्लेयर जुन बेला नेपाललाई विकेट चाहिन्छ नि त्यो बेला दिलाउँछ के सन्दीप लामिछाने। आज पनि 3 विकेट लिएर साथीहरू नेपाललाई म्याच नै उलटपुलट गरिदियो के। सुम्पल कामी, वाव यार, सुम्पल कामी, वाव दामी। नन्दन यादव यस्तो प्रेसरको बेला पनि यति मेन्टेन गरेर बलिङ गरेर चाहिँ नन्दन यादवले चाहिँ जिताइदियो साथीहरू पछाडि आएर। आज पनि एकदम डर थियो साथीहरू है। आज पनि 2 पोइन्ट चाहिँ नेपालले हासिल गरेको छ। तपाईहरुलाई आजको म्याच हेरेर कस्तो फिल भयो कमेन्ट गर्नु।